डोडो चाहिँ भर्खर आएको है गाइस, यो चाहिँ भर्खर आएको, बिहान हराएको होइन, अहिले भर्खर आएको। अनि त्यसको बोयफ्रेन्डले पनि सँगै लिकिन आएको थियो कि मैले अन्त खेदाइदिएको, अन्त भित्र पस्नु खोज्दै थियो हो, अनि खेदाइदिएको। बोयफ्रेन्ड पनि अन्नर बोयफ्रेन्ड लिकिन आउँछ नि त फेरि, मैले फेरि राम्रै ल्यान्डसम ल्याउँदैन नि त फेरि, कस्तो परेको अनुहार यस्तो अनुहारमा पनि कोथ्रेको थियो त्यो बिरालोको त। तँलाई नि म चनामचीलाई के गर्नु, म भर्खर आएर चाहिँ अन्त एटिट्युड देखाउँदैछ मलाई, भर्खर चाहिँ मलाई एटिट्युड देखाउँदैछ यसले। ए यसो नि, यो चाहिँ फेरि एक नम्बरको चलाको हो नि यो फेरि। अन्त बोयफ्रेन्डसँग बसेर वाक्कै भएछ कि, त्यहाँदेखि चाहिँ अन्त टोक्सास तेरो नङ चाहिँ मैले काटिदिएँ कि, दाँत पनि काटिदिन्छु नि फेरि, दाँत काटिदिउँ दाँत काटिदिउँ भने तेरो दाँत भाँचिदिउँ, यहाँको दाँत भाँचिदिउँ, यहाँको दाँत भाँचिदिउँ यहाँको दाँत बाठी। यसले गुड खोज्दैछ, गुड खास गरी। कहाँ बच्चा जन्माउनु, माथि सिलिङमा हिँडेर हो, पुरा कार्टुनहरू खोजेर गर्दैछ। रेडी छ त, मैले बनाइदिएको छु त, बस निकालिदिएको छुइनँ त। अहिले टाइम भएको छैन नि त, भुँडी चुन्दिँदैन है गाइस यसले चाहिँ, किनकि यो यहाँ यसको बेबी छ नि त बेबी त्यही भएर भुँडी चुन्दिँदैन यसले, न त भुँडीलाई दिन्थ्यो कि छुनु, अहिले बेबी भइकन एकदम जिजो न। कस्तो हेर्दैछ अहिले, कस्तो छुच्ची छ यो, छुच्ची छ यो। कपाल झरेर फेरि यसको हो, नोभेम्बर डिसेम्बर जनवरीसम्म क्याटको चाहिँ यसको पुरा कपाल कि यो हेयरफल हुन्छ कि, आम्मामा झरेर कपाल झरेर कान्छीको त नि। यता लुगामा नि कपालै देख्छु, उता लुगामा नि कपाल देख्छु, बेडमा पनि कपाल देख्छु। अन्त हामीसँग सुताउँथ्यो कि यसलाई, हामीसँगै सुत्छ बेडमा, त्यहाँदेखि चाहिँ मैले यहाँ सेपरेटलाई बनाइदिएको। यहाँ ब्ल्याङ्केट छ, त्यहाँदेखि यो मेरो नाइट ड्रेसको मैले यसलाई बेडसिट बनाइदिएको। अन्त यो चाहिँ मेरो पिया साथीको सर्ट है, किनकि त्यसले चाहिँ यो खोइ त्यसको बुद्धि भ्रष्ट भएर चाहिँ राम्रो सर्ट चाहिँ काटेर बिगारिदियो नि त हो, अनि फ्याँक्नु नि मलाई कस्तो माया लाग्यो, त्यही लागि चाहिँ मैले अन्त डुडोलाई मैले अनि राखिदिएको नि पिया आन्टीको सर्ट हो, पिया आन्टीको सर्ट, मम्माको नाइट ड्रेस, अनि मुनि चाहिँ ब्ल्याङ्केट छ नि डोडो। कम्ती माया लाग्दैन यसको मलाई, घर जाम भनेको कि यसलाई कहाँ लगेर छोडिदिउँ, यसलाई कहाँ लगेर प्याट केयरलाई, जसले प्याट केयरहरू गर्छ नि उनीहरूकोमा गएर दिँदा हुन्छ कि हामीले, अनि घर जाने बेलामा चाहिँ त्यहाँ लगेर छोडिदिइकन चाहिँ जानुपर्छ।